नमस्ते 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 श्रीकेश सबका लागि श्रीकेश जुन हाम्रो एउटा क्याम्पेन चलिरहेछ सबका लागि श्रीकेश सबैले श्रीकेश लाउनुपर्छ हैन लाउन पाउनुपर्छ भन्ने एउटा क्याम्पेनका साथ चाहिँ हामी आज डे 2 मा छौं हिजो डे 1 हामीले स्टार्ट गरेका थियौं हामी 100 वटा श्रीकेश 100 जनालाई दिदै छौं हिजो यसको कन्डिसन छ किनभने आज पनि डे 2 लाइभ चलिरहेछ यसमा तपाईले श्रीकेश फ्रीमा पाउनको लागि गिफ्ट पाउनको लागि मात्र तपाईले आई लभ श्रीकेश या श्रीकेश राम्रो छ या श्रीकेश भनेर कमेन्ट गर्नुपर्ने हुन्छ र कमेन्ट मात्रै गरेर हुँदैन शेयर पनि गर्नुपर्ने हुन्छ हेर्नुस् है कमेन्ट गरेर शेयर गर्नु होला ल यो लाइभलाई तब मात्रै तपाई भ्यालिड हुनुहुन्छ हिजो धेरै जनाले कमेन्ट गर्नु भएको छ कोहीले 25 चोटी गर्नु भएको छ 30 चोटी गर्नु भएको छ तर कमेन्ट त गर्नु भएको छ शेयर गर्नु भएको छैन भने चाहिँ उहाँ भ्यालिड हुनु भएन इनभ्यालिड हुनु भयो अलराइट अहिले जसको नाम यहाँ आइसकेको छ हामीले धेरै जनाको नामहरु कमेन्ट गर्ने महानुभावहरुको नाम यहाँ हामीले राफलमा राखिसकेको छौं म एक एक गरेर निकाल्ने छु र त्यो नाम म अनाउन्स गर्ने छु आजको 5 जना लकी विनरहरुको लागि हिजोको लाइभमा कमेन्ट गर्ने कमल छेत्रीले हिजो लाइभ त श्रीकेश त लेख्नु भयो होला तर शेयर गर्नु भएको छ कि छैन है त्यो पनि हेर्नु होला शेयर गर्नु भएन भने पाउनुहुन्न है त्यही भएर हिजो गरेको गल्ती आज नगरौं आज हामी डे 2 मा छौं श्रीकेश हेयर ओइल सबका लागि श्रीकेश हेयर ओइलको बारेमा तपाईलाई थाहा छँदैछ 32 जडीबुटी युक्त श्रीकेश हेयर ओइल जो चाहिँ नेपालमै बनेको छ नेपालको चाहिँ हिमालदेखि तराईसम्मका जडीबुटीहरू मिक्स गरेर यसबाट तेल बनाइएको छ त्यस्तै साइन्टिफिकली वैज्ञानिक रूपमा प्रुभेन भएका प्रमाणित भएका तेलहरू जसले कपाललाई ग्रो गर्नको लागि बढाउनलाई सहयोग गर्छ ती तेलहरू पनि छन् जस्तै कि रोजमेरी ओइल तेल छ हैन त्यस्तै गरेर पेपरमिन्ट भिटामिन ई जुजुबा ओइल कोलन्जी ब्ल्याक सीड्स ओइल भन्छ त्यो सबै हामीले यहाँ हालेको छौं बजारमा जति तेलहरू पाउँछ आयुर्वेदिक तेलहरू पाउनुहुन्छ त्यो तेलहरुमा चाहिँ के हुन्छ नि जडीबुटीलाई पकायो सबैलाई थाहा छ नि त जडीबुटीलाई तेलमा पकाए के गरे तेल बनाए तर त्यो तेल मात्रै आज इनफ छैन त्यसमा त्यो पनि छ होला तर त्यो भन्दा अझ ए लेभलको तेल भनेको चाहिँ जडीबुटीको तेलमा एसेन्शियल ओइल हालेको हुनुपर्छ जो तपाईले हेर्नु त 10 ml 20 ml 30 ml 50 ml रोजमेरी ओइल इसेन्शियल ओइललाई 1000 रुपैयाँ पर्छ त्यति महँगो हुन्छ त्यसकारणले इसेन्शियल ओइल पनि छ यसमा डिटेल तपाईले देख्निहाल्नुहुन्छ यो कभरमा सबै कसरी बन्छ लेख र नेपालमा एक मात्र रजिस्टर्ड नेपाल औषधि व्यवस्था विभागमा नेपाल सरकारको औषधि व्यवस्था विभागमा सूचीकृत हुने एक मात्र हेयर ओइल है यो अरु कुनै पनि हेयर ओइलहरु सूचीकृत छैन आज इन्डियाबाट बाहिरबाट यति धेरै हेयर ओइलहरु आइसके हैन तिनीहरुको कुनै मापदण्ड छैन कसले भित्राए कहाँबाट ल्याए के हालेको छ केही मापदण्ड छैन हेर्नुस् है तर पनि तेलहरु बजारमा छन् त्यसमा नझुकिनु होला आफ्नै देशको स्वदेशी उत्पादन आफ्नै देशको उत्पादनलाई माया गर्नु होला डेफिनेटली यसले काम गर्छ हैन अब यति धेरै तेल छ 450 ml हामी चाहिँ 410 लेख्छौं एनीवे 450 ml जति तेल छ यसमा है झन्नै आधा लिटर एक जनाले यो तेल 5-6 महिना पुग्छ लगाउनु भने तपाईलाई रिजल्ट आउँछ कमल छेत्री जी धेरै कमेन्ट नगर्नु होला तपाईले मात्र कमेन्ट नगर्नु होला अब कमेन्ट बन्द गरिदिनु होला है एकचोटी दुईचोटी कमेन्ट गरे पुगिहाल्छ शेयर चाहिँ गर्नु होला कमल छेत्री जी कमेन्ट नगर्नु होला अब तपाईलाई अब धेरै कमेन्ट गर्नु भने तपाई इनभ्यालिड भइहाल्नुहुन्छ ओके हामीले भनेको छौं आज डे 2 मा छौं सर्टकटमा बोल्ने वाला छु डे 2 मा हिजो डे 1 मा थियो अब कमल छेत्री कमेन्ट नगर्नु होला भइहाल्यो तपाई यति भएपछि लाइभलाई शेयर गरिदिनुस् लाइभलाई शेयर गरे तपाई भ्यालिड भइहाल्यो है 100 चोटी कमेन्ट गरेर चाहिँ 100 वटा यो पर्ची बन्छ भन्ने छैन एक जना नाममा एउटा यो राफल टिकट्स बन्नेवाला छ त्यो भएको कारणले आज डे 2 मा छौं जसले फर्स्ट अहिले लाइभ हेरिराख्नु भएको छ लाइभ शेयर गर्नु होला हामी भनिरहेका छौं शेयर गर्नु होला र श्रीकेश लेख्नु होला आई लभ श्रीकेश या मलाई श्रीकेश मन पर्छ या केही न केही श्रीकेश लेख कमेन्ट गरेर शेयर गर्नु भयो भने चाहिँ तपाई यो राफलमा पर्नुहुन्छ र हामी 5 जनालाई हरेक दिन चाहिँ 5 जनालाई गएर 100 वटा श्रीकेश 100 जनालाई फ्रीमा बाँडिरहेका छौं सबका लागि श्रीकेश भनेर आज डे 2 को लागि तपाई यो श्रीकेश पाउन चाहनुहुन्छ 5 जना लकी विनर बन्न चाहनुहुन्छ भने फेरि सुन्नु होला श्रीकेश पाउन चाहनुहुन्छ लकी विनर बन्न चाहनुहुन्छ विदेशमा हेर्नुहुन्छ भने तपाईले कमल छेत्री जी उहाँलाई म त कमल छेत्री जी नलेख्नु भनेको कमललाई अब म ब्लक गरिदिन्छु है यो कमल सुनिरहेको छैन कमल एकदमै धेरै कमेन्ट गरेछ कमल अब तपाईलाई म ब्लक गरिदिन्छु है त ब्लक गरिदियो कमल त्यहाँबाट तपाई धेरै डिस्टर्ब नगर्नु होला ल कमेन्ट एकचोटी दुईचोटी गरे पुगिहाल्छ फेरि गरिरहेछ यस्तोले धेरै गाह्रो हुन्छ धेरै कमेन्ट नगर्नु ल कमल एकचोटी गरेपछि भइहाल्यो दुईचोटी गरेपछि भइहाल्यो धेरै लेख्नुहुन्न उ श्रीकेश लेखिदिरहेछ कमलले चाहिँ अब उले सुनि पनि रहेछ छैन बोली पनि रहेछ छैन लेट्स गो टु कमल एन्ड ब्लक हिम
अहिले चाहिँ हामीले कमललाई इन्भ्यालिड गर्यो। अब कमलले श्रीकेश धेरै लेख्नु भयो भने तपाईँलाई म अर्कोचोटि राफलमा हाल्ने छुइनँ है भोलिपल्ट, किनभने डिस्टर्ब हुन्छ। धेरै नलेख्नु होला, हेर्नु होला, लाइभ हेर्नु होला, सेयर गर्नु होला ल। अब लेख्नु पर्दैन। फेरि म जाँदैछु। आज हामी डे 2 मा छौँ र हिजोको विनरहरू 5 जना विनर मध्ये 1 जना विनर निकाल्न खोजिरहेको छु। 1 जना हिजो धेरैजनाले कमेन्ट गर्नु भएको थियो, तर कमेन्ट एकैजनाले, जस्तो कमलले 25-30 चोटि गर्नु भएको थियो, 25-30 चोटि गरेर चाहिँ 25 वटा टिकट बन्ने होइन। 1 जनाले एउटा दुईटा कमेन्ट गर्न सक्नुहुन्छ र मेन कुरा चाहिँ सेयर गरेको हुनुपर्छ। म एकजनाको नाम निकाल्छु, त्यो नाम निकालेर भाइले चेक गर्नुहुन्छ सेयर गरेको छैन प्रोफाइलमा, हिजै सेयर गरेको हुन्छ। यदि सेयर गरेको छैन यो पनि इन्भ्यालिड हुनेवाला छ। त्यसकारणले आज हामी डे 2 मा छौँ। तपाईँलाई श्रीकेश चाहिन्छ, तपाईँलाई चाहिन्छ श्रीकेश तपाईँको घरमा फ्री गिफ्टमा चाहिन्छ भने तपाईले श्रीकेश लेख्नु होला र लाइभलाई सेयर गरिदिनु होला। भोलि फेरि हामी यही टाइममा आउनेछौँ 6 बजे र भोलि हामी लकी ड्र गर्नेछौँ 5 जनाको। आज कमेन्ट गर्ने महानुभावहरूले अहिले यो लाइभ सिद्धिएपछि पनि कमेन्ट गर्न सक्नुहुन्छ। भोलि हामी 5 बजे 5-6 बजे यस्तै टाइममा लाइभ 6 बजे आउँछौँ कि 5 बजे आउँछौँ? 5 बजे आउँछौँ भोलि हामी 5 बजे आउँछौँ है त। भोलि हामी 5 बजे लाइभ आउँछौँ। 5 बजेको लाइभमा लकी विनरहरू घोषित गर्नेछौँ। अहिले भने फर्स्ट चोटि कल्पना रावलले लेखिसक्नुहुन्छ श्रीकेश। सुमन राजवंशी हेर्दै हुनुहुन्छ, श्रीकेश लेख्नु होला र सेयर गरिदिनु होला। सुजु तिमल सिन्हा पनि श्रीकेश लेख्नु होला, सेयर गरिदिनु होला, अनि तपाईँ यसमा भागीदारी बन्नुहुन्छ। अहिले भने एउटा नाम निकाल्दैछु। हिजो कमेन्ट गर्ने मध्ये 1 जनाको नाम मेरो हातमा आइसकेको छ। उहाँको नाम हामी चेक पनि गर्छौँ र उहाँले पाउनुहुन्छ कि पाउनुहुन्न है त। मीना गुरुङ हुनुहुन्छ। मीना गुरुङजीको नाम आएको छ। यदि मीना गुरुङको नाम आयो ठिक छ, श्रीकेश लेख्नु भएको छ, नाम आयो, तर उहाँले लाइभ सेयर गर्नु भएको छ कि छैन। यदि सेयर गर्नु भएको छ भने हामी तपाईँलाई मेसेज गर्छौँ, कन्ट्याक्ट गर्छौँ। सेयर गर्नु भएको छैन भने मेसेज गर्छौँ, नाम परेर पनि तपाईँले पाउनु भएन भनेर। विकास सुवेदी पनि हेर्दै हुनुहुन्छ। श्रीकेश लिन सजिलो छ, यो डे 2 मा छौँ। श्रीकेश हामी सबका लागि श्रीकेश भन्ने नाराका साथ, सबले श्रीकेश लाउन पाउनुपर्छ होइन भन्ने नाराका साथ चाहिँ हामी 100 जनालाई 100 वटा श्रीकेश गिफ्ट दिँदैछौँ, गिभ अवे गर्दैछौँ। यसमा डेलिभरी चार्ज केही पनि लाग्ने छैन, तपाईँको घरमा आउनेवाला छ। त्यसकारणले त्यसमा सहभागिता जनाउनको लागि श्रीकेश लेख्नुपर्ने हुन्छ र लाइभलाई सेयर गर्नुपर्ने हुन्छ। अनि भोलि 5 बजे म लाइभ आउँछु। भोलि हामी लकी ड्र गर्नेछौँ। आज लकी ड्र गरेर चाहिँ हिजोको मीना गुरुङ उहाँले सेयर गर्नु भएको छ, हेर्नु होला। हामी भरे पनि हेर्न सक्छौँ, हेर्दै गर्नु होला महानुभावहरूले। अहिले भने श्रीकेश सबका लागि श्रीकेश यति राम्रो बोतल। म श्रीकेशको बारेमा तपाईँहरूलाई के बताइहाल्नु है त। यो श्रीकेश हेयर ओइल अब त मैले बताउन मिल्छ होइन, अब त मैले बताउन मिल्छ। श्रीकेश हेयर ओइल चाहिँ तारा शर्मिला चाहिँ श्रीकेश त लेख्नुभयो, लाइभलाई सेयर गर्न नबिर्सिनु होला है। दिपेश सावत श्रीकेश लेख्नुभयो, लाइभलाई सेयर गर्न नबिर्सिनु होला। चन्द्र प्रकाश छेत्री श्रीकेश लेख्नुभयो, लाइभलाई सेयर गरिहाल्नु। माया सापकोटा हाँस्दै हुनुहुन्छ, किन हाँस्नुभयो? एनीवे मायाजी हाँसेर बस्नु एकदमै राम्रो कुरा हो, हाँस्नु होला। अस्मी क्वीन श्रीकेश लेख्नुभयो, सेयर गर्नु होला है। सन्दा ठुलो कुरो चाहिँ सेयर गर्नुपर्ने हुन्छ, नभए इन्भ्यालिड हुन्छ। भेट्नुभयो मीना गुरुङको? ल मीना गुरुङको हेर्दै हुनुहुन्छ, धेरै कमेन्ट छ। ल आज भने हामीले हिजोको पहिलो विजेता मीना गुरुङले चाहिँ यो श्रीकेश हेयर ओइल, नयाँ श्रीकेश हेयर ओइल पाउँदै हुनुहुन्छ। हामी कन्ट्याक्ट गरेर उहाँलाई यो डेलिभरी गरिदिनेछौँ, तर त्यसको लागि उहाँले लाइभ सेयर गर्नुभएको चाहिँ त्यो चेक गर्दैछौँ। ठिक छ, अरू 4 जनाको नाम आउनै बाँकी छ। यहाँ सबैको नाम छ। फेरि अर्को पनि नाम निकाल्नेवाला छु, कसको नाम पर्छ होला त्यतिन्जेल तपाईँ यो अहिले सबका लागि श्रीकेश भन्ने कन्टेस्ट चलिरहेछ। यो कन्टेस्टमा चाहिँ भाग लिनको लागि कमेन्टमा श्रीकेश लेखेर लाइभलाई सेयर गर्नुपर्ने हुन्छ। श्रीकेश तपाईँको घरमा आउँछ। एनीवे श्रीकेश किन चाहिँ लिने त, श्रीकेश किन प्रयोग गर्ने भन्ने कुरा तपाईँहरूलाई बताउँ। श्रीकेश मात्र एउटा यस्तो जडीबुट्टी ओइल हो जसमा चाहिँ जडीबुट्टीको तेल सँगसँगै साइन्टिफिकल्ली साइन्सले प्रुभ गरिएको तेलहरू, अरू इसेन्सियल ओइलहरू पनि यसमा हालेको छ। जस्तो रोजमेरी ओइल मिनोक्सिडिल प्रयोगको लेभलमा काम गर्छ। भेट्नुभयो मीना गुरुङ? मिनोक्सिडिल लेभलको काम गर्छ। यसमा हामीले रोजमेरी ओइल पनि हालेका छौँ र यसमा रोजमेरी ओइल सँगसँगै पेपरमिन्ट, जस्तो तपाईँले कुनै तेल कपालमा लाउँदाखेरि सर्र गर्छ नि। यहाँ मेरो एउटा सेनल थियो, त्यो एउटा थियो नि टुक्रा दिएको त भाइ, त्यो छ नि शीतल बनाउने पाउँछ नि, त्यो के अरे होइन शीतल बनाउने त्यो मेन्थोल हो, मेन्थोल देखाउँछ। हामी मेन्थोल युज गर्दैनौँ। शीतल बनाउनको लागि केमिकल मेन्थोल हाल्यो भने शीतल हुन्छ, तर हामी त्यसले चाहिँ साइड इफेक्ट गर्ने भएको कारणले यसमा हामी पेपरमिन्ट हाल्छौँ। पेपरमिन्ट बहुत महँगो ओइल हो, त्यसले चाहिँ ब्लड सर्कुलेसनलाई बढाउँछ। पेपरमिन्टको ओइल पनि हाल्छौँ, इसेन्सियल ओइल है, महँगो हुन्छ। अन्त त्यो होइन, त्यो त रोजमेरी भइहाल्यो। त्यसमा एउटा मैले
उसमा यसो डब्बामा अस्ति दिएको थिएँ क्या, त्यो छैन भने छोडिदिनुहोस्। एउटा यो क्रिस्टल हुन्छ नि, क्रिस्टल दिनुभएको थियो मैले तपाईँलाई। ल अब अर्को कुरा, त्यसमा रोजमेरी ओइल र पेपरमिन्ट ओइल हालेपछि पर्र गरेको चिसो भएको। अरू तेल जस्तो सस्तो 2 रुपियाँ 3 रुपियाँ 100 रुपियाँमा पाउने तेलमा चाहिँ मेन्थोल हालेको हुन्छ। मेन्थोलले शीतल बनाइहाल्छ, त्यो केमिकल हो। त्यसकारण मेन्थोलले भन्दा पनि इसेन्सियल ओइल रोजमेरी ओइल र तपाईँको पेपरमिन्ट ओइलले चाहिँ पर्र गरेको। त्यो पर्र गर्दा चाहिँ ब्लड फ्लो बढ्छ, सर्कुलेसन बढ्छ, कपाल ग्रो गर्न अझ सजिलो हुन्छ। त्यसकारणले कपाललाई फाइदा हुने सबै चिज यसमा छ। जडीबुटीको तेल पनि छ, 32 वटा जडीबुटीलाई हामीले पुरा पकाएर दुधमा पकाएर त्यसको तेल एक्सट्र्याक्ट गर्छौँ भने परीक्षाले मलाई भिडियो कल गरिरहेको छ, उसलाई कल गर्छ हैन। त्यसकारणले यो 32 जडीबुटीको तेल साथमा अरू एसेन्सियल ओइलहरू पनि हालेका छौँ। त्यसमा हामीले रोजमेरी ओइल हालेका छौँ, पेपरमिन्ट हालेका छौँ, ब्ल्याक सीड्स हालेका छौँ, क्यास्टर ओइल हालेका छौँ, कोकोनट ओइल हालेका छौँ, भिटामिन ई हालेका छौँ, अनि त्यस्तै अरू पम्किन सीड्स ओइल जो फर्सीको बियाको तेल। आज हामीले लाइभमा फर्सीको बियाको तेलले चाहिँ हैन, तेलमा चाहिँ डीएसटी ब्लकर हुन्छ, जो कपाल जुन टेस्टोस्टेरोन हर्मोन हुन्छ त्यसको चाहिँ डिफल्ट प्रोडक्ट जुन डीएसटी हुन्छ हैन, त्यसलाई चाहिँ ब्लक गर्छ। त्यसलाई ब्लक गरेर कपाल उम्रिन, कपाल ग्रो हुन सजिलो गर्छ, नभए त्यसैले कपाल झार्ने हो। त्यसकारणले सिरकेसको बारेमा भन्छु, यो यति प्रिमियम ओइल छ, तपाईले लाएर हेर्नु। एक डब्बा एकजनालाई 5-6 महिना पुग्छ। लाएर तपाईलाई फाइदा मिल्छ। यदि मिलेन भने अब तपाईँ स्काल्प टेस्ट गर्न आउनुहुन्छ हाम्रोमा, 1000 रुपियाँ लाग्छ अरू बेला स्काल्प टेस्ट गर्न। यो तेल लगाउने महानुभावले यो तेलको डब्बा लिएर आउनु भने 1000 रुपियाँ पनि लाग्दैन। स्काल्प टेस्ट गरेको क्यामेराले हामी टेस्ट गरेर तपाईलाई क्यामेरामा कम्प्युटरमा देखाउँछु तपाईको यो रुट्स कति बाक्लो छ, कति मोटो छ भनेर हैन। त्यसकारण स्काल्प टेस्टको 1000 रुपियाँ पनि लाग्दैन, त्यो पनि फ्रीमा हुन्छ। र औषधिमा पनि तपाईलाई डिस्काउन्ट मिल्छ। र तपाईले पीआरपी गर्नु पर्यो, जीएफसी गर्नु पर्यो भने पनि त्यसमा पनि डिस्काउन्ट मिल्छ। किन डिस्काउन्ट मिल्छ भने हाम्रो मुख्य उद्देश्य भनेको तपाईको कपाल झर्ने समस्यालाई एड्रेस गरौँ। त्यो एड्रेस गर्ने सिलसिलामा चाहिँ हामी तपाईलाई भरपूर सहयोग गर्नेछौँ। यो ओइल भनेको चाहिँ के हो? प्राकृतिक चिज हो। ओइल त लगाउनु पर्छ। मैले भने नि, तपाईँ बिरामी हुनुभयो, छेउको फार्मेसीमा जानुभयो, टाउको दुख्यो, सिटामुल खानुभयो, त्यो सिटामुलले टाउको दुख्न कम गरेन भने तपाईँ हस्पिटल जानुहुन्छ, एमआरआई गर्नुहुन्छ, चेक गर्नुहुन्छ, अरू के भएको भन्ने थाहा पाउनुहुन्छ, ताकि त्यो डाक्टरलाई गएर तेरो दबाईले काम गर्ने, यो सिटामुल फाल्दे त भन्नुहुन्न। किन तपाईँको समस्या ठुलो भयो। त्यसकारणले कपाल झर्ने विभिन्न आयामहरू छन्, जस्तो आइरनको कमीले पनि कपाल झर्छ, थाइरोइडले पनि कपाल झर्छ, सुगरको दबाईले कपाल झर्छ। डिके अविरल मामा पनि हेर्दै हुनुहुन्छ, धेरै धेरै धन्यवाद। यहाँ आज हामी कन्टेस्ट खेलिरहेका छौँ। आज डे 2 हो। सबका लागि श्रीकेश भन्ने नाराका साथ श्रीकेश हेरल 100 जनाले 100 वटा हामी दिँदैछौँ। हिजो हामीले लाइभ गरेर कमेन्ट गर्नेहरूबाट चाहिँ हामीले सिलेक्सन गरेर आज 5 जना दिएछौँ। 1 जना मिना गुरुङको नाम निस्किसकेको छ, अरूको पनि अरू 4 जनाको नाम निस्किनेछ। आज तपाईले यो सहभागिता जनाउन चाहनुहुन्छ, यो गेम खेल्न चाहनुहुन्छ, श्रीकेश घरमा लिन चाहनुहुन्छ गिफ्टमा भने मात्रै कमेन्टमा तपाईले श्रीकेश लेख्नुपर्ने हुन्छ। कमेन्टमा श्रीकेश लेखेर लाइभलाई शेयर गर्नुपर्ने हुन्छ। त्यति गर्नुभयो भने भोलि हामी 5 बजे लाइभ आउँछौँ। त्यो 5 बजे लाइभमा तपाईँको नाम यसरी रहन्छ। ल लकी ड्र गरेर हामी 5 जनाको नाम निकाल्छौँ। हो भयो? ल ठिक छ। उहाँले शेयर गर्नु भएको छैन। ल उहाँले शेयर गर्नु भएको छैन, उहाँ इन्भ्यालिड भइसक्नुभयो हो। स्योर हो? डन। त्यहाँ हेरेर स्क्रिनशट राखिदिइहाल्नु। अब हामी अर्को नाम निकाल्दैछौँ। अघि मिना गुरुङको नाम निकाल्यो, उहाँले नाम त निस्क्यो तर तेल पाउनु भएन, किनभने उहाँले लाइभलाई शेयर गर्नुभएको रहेछ, इन्भ्यालिड हुनुभयो। त्यही भएर अर्को नाम निकाल्दैछु। अर्को नाम भूपाल थटालजी हुनुहुन्छ। भूपाल थटालजी को नाम निस्किसकेको छ। हिजो लाइभ हेरेर कमेन्ट त श्रीकेश लेख्नुभयो, लाइभ शेयर गर्नुभएको छैन, त्यो हामी चेक गर्दैछौँ। किनभने हामी 5 जनाले दिएछौँ, 2-1 जनाको नाम निस्क्यो, उहाँले पाउनु भएन, अर्को पनि नाम निकालिसकेको छौँ। किनभने लाइभलाई सुनिएन भने यस्तो हुन्छ, श्रीकेश लेखेर लाइभलाई शेयर गर्ने हुन्छ। हामीलाई पनि हो भन्नु छ, कृष्ण सुवेदी सबलाई हो, देश विदेश सबले गरे पनि हुन्छ। यो भाग लिन सक्नुहुन्छ। तपाईँको नेपालमा भएको घरमा कसैलाई न कसैलाई हामी श्रीकेश पठाइदिन्छौँ। भाग लिनको लागि कृष्ण सुवेदीलाई भन्न चाहन्छु, यो लाइभलाई शेयर गर्नुपर्ने हुन्छ। पहिलो उद्देश्य भनेको लाइभ शेयर गर्ने र कमेन्टमा श्रीकेश लेख्ने। यति लेखेपछि तपाईँ लकी ड्रमा पर्नुहुन्छ। हिजोको कमेन्ट गर्ने महानुभावहरू मध्येबाट यहाँ नामहरू आइसकेको छ। 2 जनाको नाम निकालिसक्यौँ। 1 जना मिना गुरुङको नाम निकालेको थियौँ। रामचन्द्र घिमिरेले श्रीकेश लेख्नुभयो। शेयर गर्न नबिर्सिनु होला। अब चाहिँ भूपाल थटालजीको पनि नाम हामीले निकालिसकेको छौँ। उहाँले शेयर गर्नुभएको छैन, यो पनि चेक गर्छु। यदि गर्नुभएको छैन उहाँले पनि पाउनु हुनेवाला छैन, किनभने यो कन्डिसनै हाम्रो त्यस्तो छ। एनिवे आज हामी डे 2 मा छौँ। श्रीकेश होरेल सबका लागि
श्रीकेश, सबका लागि श्रीकेश भन्ने नाराका साथ श्रीकेश सबको घरमा जाओस् भनेर अहिले यो हामीले पहिलो सिजनको लागि 100 वटा श्रीकेश 100 जनालाई दिँदैछौँ। भोलि हामी 1000 वटा श्रीकेश 1000 जनालाई दिन सक्छौँ। तपाईको सहभागिता जनाउनु भयो र राम्रो भयो भने हामी यसलाई बढाउँदै जानेछौँ। सबका लागि श्रीकेश के भयो भेट्यो ल भन्नु होला। सबका लागि श्रीकेश भन्ने अभियानका साथ कपालमा लगाउने तेल धेरै किसिमका बजारमा छन्। बजारमा कहाँबाट तेल आएका छन् तपाईलाई थाहा छ। इन्डियाबाट तेल आइरहेको छ। अहिले कुनै रजिस्ट्रेसन छैन, केही पनि छैन, केही छैन, जे गरे पनि हुन्छ। अनि तपाईलाई 1000 रुपैयाँ भन्यो, 1500 भन्यो, सस्तोमा तपाईले किन्नुहुन्छ। सस्तो र महँगोसँग भन्दा पनि दुई किसिमले कुनै पनि प्रोडक्ट महँगो र सस्तो हुन्छ। कुनै ब्याग तपाईले 500 मा पाउनुहुन्छ, कुनै ब्याग 25,000 पनि पर्ला हैन। त्यसकारणले पैसा भन्ने कुरा, प्राइस भन्ने कुरा त्यसको क्वालिटीले र त्यसको कम्पनीले थाहा हुन्छ। यदि अथेन्टिक कम्पनी छैन, चोर कम्पनी हो, एक दिन बेच्छु, रडाको मचाउँछु, सबैलाई ठगेर हिँड्छु भन्यो भने 5 रुपैयाँको चिजलाई 500 मा बेच्न सक्छ। रोशन बुढाथोकी हाम्रो लागि पनि हो दाइ भन्दैन। सबको लागि हो, सबको लागि। अशोक राजवंशी सबको लागि हो, रुद्र सारू सबको लागि हो। श्रीकेश लेखेर लाइभलाई शेयर गर्नु भने तपाई अहिलेको अहिले परिहाल्नु भयो भोलिको लकी ड्रको लागि। एनीवे म तपाईलाई बताउँदै छु पैसा, कुनै पनि चीजको पैसाको मूल्य कसरी निर्धारण हुन्छ। दुई तरिकाले निर्धारण हुन्छ। यो श्रीकेशको दाम 3000 कसरी पर्यो। सबले भन्नु नि महँगो भयो, महँगो भयो, महँगो भयो। 30,000 पर्ने तेलहरू पनि छन्। 100 ml यो के अरे रोजमेरी ओइललाई 1000 रुपैयाँ पनि पर्छ। प्राइस दुई तरिकाले डिटरमाइन हुन्छ। यो आज फ्री इकोनोमी छ। अलिक ठुलो कुरा गरे जस्तो नहोस्, तर वास्तवमा यो ठुलो कुरो हो। फ्री इकोनोमी मतलब कुनै पनि वस्तु प्रोडक्ट तपाईले बनाउनुहुन्छ नि त्यसको मूल्य निर्धारण तपाई आफैले गर्न पाउनुहुन्छ। मैले यो तेलको 10,000 रुपैयाँ राखेन कति बिक्छ त? एउटा बिक्ला? मेरो कम्पनी चल्छ त? चल्दैन। त्यसकारणले कम्पिटेटिभ र एफोर्डेबल प्राइस भन्ने हुन्छ। हाम्रो यो 3000 रुपैयाँ कसरी पर्यो भन्ने कुरा तपाईलाई अहिले म बताउन खोज्दैछु हैन। किनभने प्राइस महँगो होला, अलिकति महँगो, तर किन अलिकति महँगो जस्तो देखियो नि सबैभन्दा ठुलो कुरो यो आधा लिटर तेल हो। आधा लिटर 410 ml त लेखिएको छ, तर जडीबुटीले सोध्छ हामी 450 ml हाल्छौँ। लेख्न चाहिँ 410 ml छ। त्यसकारणले यो झन्डै झन्डै आधा लिटर तेल हो है। पहिला यो तेल। अर्को कुरो यो फुल डोज हो। तपाईले तेल आधा लिटर कसैले बनायो अहिलेसम्म? ल तपाईँ भन्नुहोस् त, अहिलेसम्म बजारमा यति तेल देख्नुहुन्छ 100 ml 50 ml त देख्नु पनि। 100 ml तेल, 100 ml तेललाई 600-700 रुपैयाँ पर्छ। हेर्नुहोस् त, 100 ml तेललाई 600-700 रुपैयाँ पर्छ। 250 ml तेललाई अहिले यहाँ 2500 मा बेचिरहेछन्। त्यो इन्डियाबाट आउने तेलहरू 200 ml तेल छैन, 1500 मा बेचिरहेछन्। अनि हामी हिसाब हेर्दैन 3000 3000 3000 भनेर हेर्छौँ। 3000 पर्नुको कारण यो कम्पनी हामीले बनाउनुको कारण के हो भने पहिला त यहाँनेर यो झन्डै आधा लिटर 410-50 ml तेल छ हैन। त्यो तेलले चाहिँ तपाईलाई फुल डोज पुग्छ। पहिलो कुरो 5-6 महिना पुग्छ तपाईलाई। हेर्नुस् है, कपाल भनेको एउटा धनिया उम्रिन त लाग्छ हो, टाइम भने चाहिँ कपाल उम्रिनु पर्यो हैन। त्यसकारणले फुल डोज हो, यो फुल डोज हो तपाई एक जनाको लागि। अब तपाईले बजारमा 100 ml तेललाई 700 रुपैयाँमा किन्नुहुन्छ भने 700-800 रुपैयाँमा किन्नुहुन्छ भने 400 ml तेल 800 को 3200 त त्यतिकै पर्यो तेललाई मात्रै। त्यसकारणले यो एकदमै एफोर्डेबल र सस्तो छ प्राइसिङको हिसाबले। तर क्वान्टिटी धेर दिउँ नि त हामीले, डोज पुगोस् भनेर। हामी त यहाँ बेच्न आएको होइन नि त, हामीले तपाईको प्रब्लमलाई, तपाईको कपालको समस्यालाई एड्रेस गर्न आएको हो नि त। नत्र प्राइसिङ कस्तो हुन्छ नि, कपाल म यदि चाहिँ यो डुप्लिकेट कम्पनी थियो भने, चोर कम्पनी थियो भने 500 को चिजलाई 25,000 मा बेचे पनि भो, 2500 मा बेचे पनि एक लट सर बेच्ने भाग्ने। तर हामी त त्यो होइन। म त टिकापुरादेखि हो नि, तपाईले हामीलाई चिन्नुहुन्छ, देख्नुहुन्छ, हामीले गरेको सोसियल कामलाई अनुगमन गर्नु भएको छ। हाम्रो यो तेललाई डिफेम गर्दाखेरि विश्वव्यापी विश्वका 80 वटा देशभन्दा बढी देशमा यो जडीबुटी युक्त तेल श्रीकेश तेल गइरहेको थियो। सबैले खुट्टा तान्न पछि लागे, बोतल काटे, बोतल काटेर हड्डी निस्क्यो भने न धन्न, त्यहाँ हड्डी हालिदिनु पर्थ्यो क्या। अझै जानेन ती तेल। बोतल काट्नुभन्दा अगाडि हड्डी हालिदिने, दाँत हालिदिने हैन, किरा पनि हालिदिने 2-3 वटा, अनि काटेर हेर्नुस् किरा, हेर्नुस् हड्डी, हेर्नुस् काटी, हेर्नुस् फलाम भन्नु पर्थ्यो क्या। तर जानेनन् के गर्नु, उनीहरूले काटेर के भने झारै झार्छ। जडीबुट्टी छ, झार छ भने जडीबुट्टीलाई झारको संज्ञा दे। जडीबुट्टीलाई झारको संज्ञा दिने मान्छेको जीवनै के हुन्छ त? त्यो सखाप भएर जान्छ। हाम्रो उनले खाने भात के हो, दाल के हो, चामल के हो? झारै त हो। दाल के हो? झारै त हो। त्यो झारले बनेको शरीर हैन। त्यो एउटा काम गर्ने मान्छेलाई दलाल भनेर हेपे जस्तो, अनि स्ट्यान्डर्ड बनाउन एजेन्ट भने जस्तो
हैन, हेप्नलाई दलाल गर्छ भन्छन् नि, वास्तवले त नेगोसिएसन गर्दिएको। त्यसरी नै यसरी विभिन्न शब्दहरू विभिन्न गरेर खुट्टा तानेर यो श्रीकेशलाई चाहिँ ढाल्ने कोसिस गरे, तर सत्य ढल्छ कहिल्यै ढल्दैन। यो 20 महिनासम्म मैले केही पनि बोलिन। है तेरिका, सत्य कहिले बोल्नुपर्छ, सत्य चिच्याउनु पर्छ। के भयो त तपाईँ यो तेल लाउनु हुन्न त तपाईँको कपाल झर्न रोकिँदैन, तपाईँलाई फाइदा मिल्दैन, मलाई के फरक पर्छ, हामीलाई के फरक पर्छ भन्ने। जीवन त चलिरहन्छ, कि त यो तेल बिकेन भने मेरो रगत कालो हुँदै त जाने होइन होला प्लिज, हैन? हो कि होइन भन्नुहोस् त। त्यसकारणले यो तपाईँको समस्या हो हैन, तपाईको हामीले समस्या बनाएको हो त। हामीले कोही यहाँ चकलेट बेच्थ्यौं सप्तऋषि आयुर्वेदले, अनि चकलेट खाएर चाहिँ कपाल झरेको भए त हाम्रो उत्तरदायित्व हुन्छ तपाईँको कपाल उमार्ने कुनै पनि हालतमा। तर होइन, तपाईँको खानपिन, तपाईँको जीवनशैली, तपाईँको अनिन्द्रा, तपाईँको स्ट्रेस, तपाईँको डिफिसियन्सी अफ प्रोटिन, डिफिसियन्सी अफ ओमेगा 3, डिफिसियन्सी अफ आइरन, विभिन्न कारणहरू छन्। सुक्खापन, नुहाउनु भएन, धुलोमा जानुभयो, कपाललाई हेल्दी राख्नु भएन, वेलिङ गर्नु भएन, स्ट्रेस लिनुभयो, तनाव लिनुभयो, दबाई खानु चाहिँ विभिन्न कारणले पो तपाईँको कपाल झरेको त। आज हामीले कपालको बारेमा हाम्रा डाक्टरसँगको 1 घण्टा पोडकास्ट लाइभ गरेको छौं, तपाईले त्यो हेर्न सक्नुहुन्छ यही पेजमा। त्यो यति मिठो भन्ने छ। कपाल केले भन्छ त अन्त केराटिनले भन्छ। केराटिन भनेको के भन्दा प्रोटिन हो। सुन्नुहोस् है, प्रोटिन हो भनेपछि कपाल केले बन्छ, कसरी बन्छ पनि सिधै हामीले भनेछौँ। कपाल कसरी बन्छ नि, यो जुन तालु छ नि, यसले छाला भनौँ, छालाको तल फोलिकल भनेको यो कपाल उकाएर हेर्नु भने सेतो भाग हुन्छ टुसा जस्तो हो, त्यो चाहिँ जिउँदो चिज हो। त्यो यहाँ फोलिकल हुन्छ, त्यो टिस्यु हो, त्यसमा रगत पुग्छ, अक्सिजन पुग्छ, न्युट्रिसन पुग्छ, अनि त्यो ग्रो हुने हो। यो बाहिर निस्केको यो भाग चाहिँ फेरि मरेको चिज हो। यो दुईटा चिज हो। यो एर्सा गुम्बा जस्तो भित्र किरा हुन्छ, अनि किरा बढेर त्यो जडी बन्छ नि, किरा जडी बन्छ इन्डियामा। हो, एर्सा गुम्बा पनि के हो, जिउँदो चिज, भोलि मरेर जान्छ नि त। त्यो त बाहिर एर्सा गुम्बा जुन खान्छ त्यो त जिउँदो चिज परिवर्तन हो, मर्यो नि त। हो त्यस्तै यो कपाल जस्तै जिउँदो तल छ, बाहिर निस्केको सब मरेको चिज हो। त्यही भएर त यहाँनिर चिमड्दा दुख्दैन त, हैन। भन्न खोजेको के हो भने कपाल कसरी बन्छ पनि हामीले आज त्यो लाइभमा भनेका छौं। अनि कपाल झर्नुका कारणहरू के हुन्, अथवा कपाल बिग्रिनुका के कारणहरू छन्, ती कारण पनि हामीले 4वटा कारण, बाहिरी कारण, खानपिनको कारण, हैन, सामाजिक कारण, स्वास्थ्यको कारण, इन्भाइरोमेन्टको कारण, मेडिसिनको कारण, सबै कुरा बताइसकेको छौं। र बुढेसकालसम्म कपाल कसरी आफैसँग राख्ने, सबभन्दा पहिलो कुरो यो छ। बुढे कमल पोखरेल पनि हेर्दै हुनुहुन्छ, विष्णु राजवंशी पनि हेर्दै हुनुहुन्छ, सबैजनाले यो बीचमा बोल्दा मैले जोडे। यो अहिले श्रीकेशको हामी कल्पना राहुल पनि हेर्दै हुनुहुन्छ। श्रीकेशको हामी लाइभ अथवा दोस्रो दिनमा छौं, डे 2 मा छौं। यो हाम्रो कन्टेस्ट चलिरहेछ। यो कन्टेस्टमा चाहिँ सबका लागि श्रीकेश भन्ने नाराका साथ यो श्रीकेश 100 जनालाई हामी 100वटा श्रीकेश दिँदैछौं हरेक दिन लाइभमा आएर। तर त्यसको लागि तपाईले मात्रै सबैता जनाउनको लागि श्रीकेश लेखेर कमेन्टमा यसलाई लाइभलाई शेयर गर्नुपर्ने हुन्छ। शेयर मिलेन चाहिँ श्रीकेश नामै काफी छ भन्दै हुनुहुन्छ। थ्यांक यू सो मच। श्रीकेश किन नामै काफी छ भने विश्वमा, नेपालमा अहिलेसम्मको कुनै प्रोडक्ट, यो स्टार्टअप कम्पनी, नयाँ कम्पनीले यति धेरै एग्रेसिभ मार्केटिङ गरेको कुनै पनि कम्पनी छैन। वाइवाई सुन्नुहुन्छ नि तपाईँ, त्यो वाइवाई 3वटा जेनेरेसनले, विनोद चौधरीको बाउले, अनि विनोद चौधरी र विनोद चौधरीको छोरा वरुण चौधरीले, यिनीहरू 3 जनाले डोर्याएको कम्पनी हो। 3वटा जेनेरेसन लाग्छ नाम बनाउन। एउटा किसानको छोराले, केही गर्छु म, किसान, खेती, जडीबुट्टीलाई विश्वमा चिनाउँछु, जडीबुट्टी युक्त प्रोडक्ट बनाउँछु, यस्तो प्रोडक्ट बनाउँछु कि त्यो नेपालीको लागि मात्रै होइन, विश्वको लागि। आज अमेरिकनको पनि कपाल झर्छ, अस्ट्रेलियनको पनि कपाल झर्छ, युरोपियनको पनि कपाल झर्छ, चाइनिजको पनि कपाल झर्छ, कोरियनको पनि कपाल झर्छ, रसियनको पनि कपाल झर्छ, खाडी साउदीमा पनि कपाल झर्छ, मलेसियनको कपाल झर्छ, दुबईमा पनि झर्छ। विश्वव्यापी ग्लोबल इस्युज हो यो। कपाल झर्नु भनेको ग्लोबल इस्युज हो, ग्लोबल समस्या हो, ट्रेन्डिङ टपिक्स हो। हेयर फल भनेको हो, त्यस्तो संसारभरिको मान्छेको लागि यस्तो एउटा जडी बनायौं हामीले नेपालको जडीबुट्टी युज गरेर। त्यही विश्व व्यापारीकरण गर्न सकिन्छ। जति खुट्टा तानेर पनि केही हुँदैन। बद्रीगिरी पनि लाइभमा आउनु भएको छ। बद्रीगिरी पनि श्रीकेश लेख्नु होला र लाइभलाई शेयर गर्नु होला। श्रीकेश भोलिको कन्टेस्टमा 5वटा श्रीकेश हामी 5 जनालाई दिँदैछौँ। अब हामी लाइभमा आज धेरै बोलिन मैले, आज म हतारमा बोलिन्छु। हाम्रो भूपाल थटेलको के भयो, उहाँ भूपाल थटेलको पनि शेयर गर्नु भएको रहेछ, त्यही भएर उहाँ इनभ्यालिड हुनुभयो। फटाफट निकाल्छु, एउटा पनि श्रीकेश गएको छैन, हामी नाम निकाल्दैछौँ। अब तपाईहरुले यो पनि राख्नु होला, यो पर्ची कहाँ छ, पर्ची राख्नु होला। यो लाइभमा हामीले फेरि उहाँहरूले भोलि हामीलाई मेरो नाम निकालेर किन श्रीकेश पठाउनु भएन भन्नुभयो भने जानकारी दिन जरुरी छ। अर्को नाम आइसकेको छ मेरो हातमा, यो नाम रहेको छ, हिजो लाइभ हेरेर कमेन्ट गर्ने महानुभावहरूको नाम निकालेको छु। मनोज रसाइली, सायद
हो मनोज रसाइली हेर्नु होला एकजना, अर्को पनि नाम दिँदैछु किनभने अहिलेसम्म नाम त दुईजनाको निस्क्यो तर श्रीकेश पाउनु भने किनभने उहाँले कमेन्ट त गर्नुभएको छ, श्रीकेश सेयर चाहिँ गर्नुभएको रहेछ, इनभ्यालिड हुनुभयो। अर्को नाम पनि के हो गोरख GORAK गोरख SHADS गोरख सडास, यो दुईटा नाम हेर्नुहोस्। अनि अर्को पनि म हेरिहाल्छु, अर्को पनि नाम निकाल्दैछु यहाँ फटाफट। अनि कतिको चाहिँ नाम निस्केर पनि इनभ्यालिड हुन्छ। भोलि चाहिँ हामी सेयर नगरेको नामै हाल्दैनौँ है। भोलि आज तपाईले कमेन्ट गर्नेहरूको सबैको नाम हालेको थियौँ, भोलि चाहिँ हामी कमेन्ट गर्नुभयो तर सेयर नगरेको नामै यहाँ हाल्दैनौँ, जसले गर्दा यो टाइम वेस्ट हुँदैन। अलराइट, त्यस्तो अर्को नाम छ अर्जुन चहार, अर्जुन चहारको पनि नाम हेर ल, हेरौँ केही छैन, सबै एक्चुअली हेरौँ, 3 जनाको नाम हेरौँ है, कसको हुनुहुन्छ। अर्को पनि निकाल्यौँ 4 जना। अर्को नि अमर छेत्री, श्रीकेश लेख्नुभयो, सेयर गर्नु होला, फेरि सेयर गरेन भने इनभ्यालिड हुन्छ। अघि 2 जनाको नाम निस्क्यो, सेयर गर्नुभएको रहेछ, इनभ्यालिड भयो उहाँहरूको। त्यसै गरेर महेश जङ थापा, यो पनि लिनुहोस्, 4 वटाको नाम लिए, कसको नाम हुन्छ मलाई टिक लगाएर दिनु होला जो पर्नुहुन्छ। अब 1 जनाको नाम दिन्छु। भोलि चाहिँ हामी यसरी यो गर्ने छैनौँ, भोलि चाहिँ लाइभ सेयर नगर्नेको नामै यहाँ हाल्ने छैनौँ। त्यस्तै गरेर अर्को आयन खतिवडा, ल उहाँले पनि सेयर 5 जनाको तपाईँ गर्दैन, म यहाँ डिस्कस गर्दै गर्छु। आज भने सबका लागि श्रीकेश, अलिक स्वर सानो गरेर बोल्न चाहन्छु। सबका लागि श्रीकेश भन्ने हामीले यो क्याम्पेन चलाइरहेछौँ। यो क्याम्पेनमा चाहिँ श्रीकेश सबले लाउन पाउनुपर्छ भन्ने हाम्रो क्याम्पेन हो। 100 जनालाई 100 वटा श्रीकेश हामी गिभ अवे गर्दैछौँ। त्यसमा सहभागिता जनाउनको लागि यो लाइभलाई पहिला तपाईँले सेयर गर्नुपर्ने हुन्छ, अनि कमेन्टमा श्रीकेश लेखेको छ, आई लभ यु श्रीकेश लेखिदिनु, अझ राम्रो, श्रीकेश धेरै राम्रो छ लेखिदिनु, झनै राम्रो, श्रीकेश नेपाली जडीबुट्टीबाट बनेको हो, यसलाई साथ दिनुपर्छ भन्नुहोस्, झनै राम्रो, जे लेखे पनि हुन्छ, तर शब्द श्रीकेश चाहियो। स्वदेश होस् कि विदेश सबैका लागि श्रीकेश। वाह वाह, कुमार बुढाथोकीले स्वदेश होस् कि विदेश सबका लागि श्रीकेश, एकदमै राम्रो ट्यागलाइन भन्नुभएको छ। शिरमा लाउने श्रीकेश, एकदमै राम्रो ट्यागलाइन भन्नुहुन्छ, धेरै धेरै धन्यवाद। अब यो श्रीकेशको बारेमा हामी कुरा गरौँ। श्रीकेशको खुट्टा यति ताने तपाईँले देखि नै हाल्नुभयो, यति ताने, किन ताने, कसले ताने भन्ने कुरा पनि म बताउँछु। यो कुरा तपाईँले सुन्न जरुरी छ। तपाईँ पनि भोलि उद्यमी बन्न चाहनुहुन्छ। म के चाहन्छु भने टीका बुढाथोकी जस्तै टीका नेपालमा धेरैजना जन्मिउन्, तर टीका बुढाथोकीले जस्तो भोग्नु परेको व्यथिति चाहिँ कसैले पनि सहनु नपरोस्। अब कुनै पनि टीका बुढाथोकीले भोगे जस्तो व्यथिति सहनु पर्दैन, किनभने म छु अब तपाईँको लागि। घरेलु स्वदेशी उत्पादनको लागि ज्यान दिएर तपाईँको लागि म लाग्ने बेला छु। स्वदेशी उत्पादनलाई कसैले खुट्टा तान्न खोज्छ, स्वदेशी उत्पादनलाई सरकारले पनि खुट्टा तान्न खोज्छ, सरकारका निकायले पनि यसलाई चाहिँ नजरअन्दाज गर्छ भने अब हामी पछि हट्ने छैनौँ, हामी आवाज निकाल्ने छौँ। र स्वदेशी उत्पादनलाई जबसम्म हामी प्रोत्साहन गर्दै, के भन्छ प्रोत्साहन होइन, म यो भन्नै जान्दिनँ, प्रोत्साहन के भन्छ भाइ, प्रोत्साहन, यो भन्नै नजान्ने वर्ड। नेपाली घरेलु उद्योगलाई प्रोत्साहन कसैले गर्दैन भने त्यो राष्ट्रघाती हो। यो कुरा बुझ्नुहोस्, राष्ट्रको घात गर्ने मान्छे नै राष्ट्रघाती हो। आफ्नो देशमा बनेको, आफ्नो देशलाई माया गर्दैन, आफ्नो देशमा भएको उत्पादनलाई माया गर्दैन, हेप्छ, ल्याऊ चाइनाबाट ल्याऊ, इन्डियाबाट ल्याऊ, विदेशबाट ल्याऊ, अनि त्यसलाई चाहिँ ब्रान्डेड भनेर लगाऊ, लेप आफूलाई, अनि बन्छ राष्ट्रिय, त्यसकारण ल 1 जनाको नाम आयो, ताली बजाइदिउँ। के उहाँको नाम पनि देखाइदिउँ। मनोज रसाइलीलाई कमेन्ट गरिहाल। हो यसरी सेयर गर्नुपर्ने हुन्छ। मनोज रसाइलीले सेयर गर्नुभयो, त्यसकारणले मनोज रसाइलीले चाहिँ 2 घण्टा अगाडि सेयर गर्नुभएको रहेछ भनेपछि ठिकै छ, 3-4 बजे गर्नुभएछ, अहिले नै सेयर गरेको राम्रो। मनोज रसाइलीलाई कनेक्ट गर है, कन्ट्याक्ट गरेर चाहिँ हजुरको मोबाइल नम्बर दिनुहोस् भन, फोन गरेर उहाँको एड्रेसमा आज कुरियर गइसक्यो, भोलिको लागि हालिदिनु पर्यो उहाँलाई है त, गिफ्टेबल श्रीकेश। ओके, स्याम्पू पनि जानु पर्यो एउटा, उहाँलाई यो स्याम्पू पनि जानु पर्यो सल्फेट पाराबेन फ्री, र यो हेयर लेप पनि जानु पर्यो। ल मनोजीलाई धेरै धेरै बधाई छ। अरू 4 जना कोही पर्नु भएन, ल चेक गर्दै गर्नुहोस्, पर्नु भएन अर्को नाम उठाउँछु। भोलि चाहिँ हामी आज चाहिँ के भने हामीले नाम चाहिँ निकाल्यो, नाम त आयो, तर उहाँले श्रीकेश पाउनु, किन उहाँले सेयर गर्नुभएको रहेछ। त्यसकारणले तपाईँले कमेन्टमा श्रीकेश त लेख्नुभयो होला, तर सेयर गर्नु भएन, तपाईँले पाउनुहुन्न है। त्यसकारणले कमेन्ट गरेर सेयर पनि गर्नु होला। एनीवे, अब हामी कुरा गर्दैछौँ आज श्रीकेश हेयर ओइलको बारेमा। श्रीकेश हेयर ओइल एउटा यस्तो हेयर ओइल हो जसले इतिहास बनायो।
सिरकेस हेयर ओइल एउटा यस्तो घरेलु उत्पादन हो जसले एक वर्षमा विश्वमा भएका 80 वटा देशभन्दा बाहिरको देशमा चाहिँ यसले चाहिँ आफ्नो उत्पादनलाई पुर्यायो है। त्यसकारण सिरकेस, यसमा सिरकेसको प्याकेजिङ, सिरकेसको क्वान्टिटी, भोल्युम कति धेरै ठुलो र क्वालिटीमा कसैले आजसम्म कम्पेयर गर्न सकिँदैन। आज नेपालमा कुनै पनि तेल कपालमा लाउनुहुन्छ भने त्यो रजिस्टर्ड छैन। हामी मात्रै सिरकेस हेयर ओइल मात्रै नेपाल सरकारको औषधि व्यवस्था विभागमा रजिस्टर्ड हुने एक मात्र हेयर ओइल। हजुर छैन भने त ठिक छ, यो अर्जुन चाहरजीहरूको जसको नाम है शेयर नहुनेको उता राख्नुहोस्, शेयर नहुने यो सबै पट्टीहरू राख्नुहोस्, शेयर हुनेलाई मात्रै छुट्याइदिनुहोस्। एनिवे हामी भन्दैछौँ एकदमै घमण्डका साथ भन्दैछौँ, आज सिरकेसलाई खुट्टा तानेको 20 महिना कटिसक्यो। 20 महिना कटिसक्यो। म चुपै लागेर बस्यौँ, हामी चुपै लागेर बस्यौँ, किनभने सत्य ढोड पिलेर हिँड्दैन, सत्यले चिच्याउनु पर्दैन, सत्य रुनु पर्दैन, सत्य पछाडि हट्नु पर्दैन। सत्य हो सधैँ, म सत्य हुँ भनेर प्रुभ गरेर हिँड्नु पर्दैन, प्रमाण दिएर हिँड्नु पर्दैन। सत्य हुनु नै प्रमाण हो, सत्य हुनु नै उद्गम हो, सत्य हुनु नै सत्मार्ग हो, सत्य भनेकै सुरुवात हो, सत्य भनेको सर्वश्रेष्ठ हो। त्यसकारणले सत्यलाई चाहिँ हामीले कुनै कसी लाउनु पर्दैन। त्यही भएर हामी के भन्छौँ भने हो, कतिजनाको चाहिँ स्मृति पनि हेर्दै हुनुहुन्छ, सिरकेस गुड भन्दै हुन्छ। थ्याङ्क यू सो मच। लाइभलाई सेयर गरिदिनुलाई स्मृति चाहिँ सेयर गरिदिनु भयो भने भोलि यसरी लकी ड्रमा तपाईँले परेर सिरकेस 5 वटा पाउनु सक्नुहुन्छ। म तपाईँलाई भनौँ कतिले सिरकेस किनेको होला हेर्नुहोस्, यो देश विदेशमा जसको घरमा सिरकेस जो यो के अरे घरमा चाहिँ यतिकै आधा लगाएर आधा छोड्नु भएको छ नि, यो जडीबुटी काट्यो फोहोर हो भनेर देखाए नि, हामी त हल्लाको पछि लाग्छौँ नि त। हो, जसको घरमा सिरकेस छ, कुनामा छ, धुलो लागेको छ नि, आजै टकटकाउनुहोस्, सफा गर्नुहोस्। जति पुरानो भयो त्यति राम्रो, वाइन जस्तो के, जति पुरानो भयो जडीबुटी त्यहाँ भित्र छ त्यति रस आउँछ। यो कुरा त बुझ्नुहोस्, खाने चिज होइन हो, लाउने चिज हो। अनि के को डर, के को चिन्ता, यहाँ त पुरा क्यान्सरको औषधि बनाए जस्तो गर्छन् हौ मान्छेहरू। हेर त के भन्ने यो देश। अम्बिका शिवा, मेरो त कपाल सबै सेतो भयो दादा रे, कपाल सेतो भयो भन्नुभएको, यो लगाएर सेतो भयो भन्नुभएको। एकचोटि मलाई रिप्लाई गर्नु त के भयो, कपाल आयो आएन कस्तो भयो मलाई बताउनु होला यो लाउँदाखेरि है। हेर्नुहोस् मेरो कपाल पनि त यहाँ हेर्नुहोस् त, होइन अब यो कपाल कालै छ होइन, यसले राम्रो काम गर्छ। यसमा मारङ्गी छ, 32 जडीबुटी छ, हेर्नुहोस् न एकदमै राम्रो छ। यसमा कुनै डाउट छैन यो ओइलमा, किनभने हरेक परिवारको मेल छ जसको घरमा सिरकेस तेल छ। ओके, डाइलेक्ट आइरहेको छ कुमारजीबाट, थ्याङ्क यू सो मच। अब भने हामीले आज एकजनाको मात्रै नाम निकाल्यौँ, एकजना मात्रै नाम पढ्नु। अब म 5 जनाको नाम दिन्छु, 5 जना पढ्नु भयो भने पढ्नु भएन नि हिजोको लाइभबाट चाहिँ जतिजनाले पाउनुभयो यो हामी 100 वटा दिने नै छौँ। हाम्रो एपिसोड बढ्नेवाला छ। ल म तपाईँलाई नाम दिँदैछु। हिजो लाइभ हेरेर सिरकेस कमेन्ट गर्नुभयो तर सेयर गर्नु नहुने मान्नुभयोहरूले चाहिँ नाम निस्केर पनि सिरकेस पाउनु भएन है। जीवन राजवंशीको नाम आएको छ। त्यस्तै गरेर हामी चेक गर्दैछौँ। अनिल ढुङ्गेलको पनि नाम आइसकेको छ। त्यस्तै गरेर यहाँ यसरी म हेर्दै गर्दैछु है। त्यस्तै गरेर अर्को नाम छ रुद्र सानु, 3 जनाको नाम चेक गर्नु होला। अनि यो चेक गरेर चाहिँ आज यति नै है, जतिले पाउनुहुन्छ। अहिले त्यो छैन भने हटाइदिनुहोस्। सुनिता खड्का, यहाँ ल 5 जनाको नाम, यो 2टा पनि लिनुहोस् त, 5 जना भयो। यो 5 जना पनि हाम्रो भाइहरूले चाहिँ यहाँ यसरी चेक गरिराख्नु भएको छ। श्रीकेश यहाँ छ, उहाँहरू भाइहरूले चेक गरिराख्नु भएको छ। किनभने हामी चाहिँ तपाईँको नाम भोलि चाहिँ हामी सेयर नगर्नेहरूको नामै हाल्दैनौँ है राजा, भोलि चाहिँ त्यसरी गर्नु पर्यो है। सेयर नगर्नेको नामै लकी ड्रमा आउँदैन। आज हामी श्रीकेश सबका लागि श्रीकेश भन्ने क्याम्पेनको डे 2 मा छौँ। ओहो, त्यो देखाइदिनुहोस्। हो, हामी 2 जनाले सेयर गरेको पायौँ है। एकजना हाम्रो होइन, एकजना अगाडिको को हुनुहुन्थ्यो, मनोज रसाइलीले पनि सेयर गर्नुभएको थियो। एउटा सिरकेस पाइसक्नु भएको छ मनोज रसाइलीजी। तपाईँलाई मेसेज हामी गर्दैछौँ। तपाईँको कन्ट्याक्ट नम्बर हाम्रो भाइहरूले गरेर भोलि जसरी पनि कुरियर जानु पर्यो, उहाँलाई बताइदिनु पर्यो। उहाँले पाएको चाहिँ भिडियो हामीलाई पठाइदिनु पर्यो है, फेरि यहाँबाट चाहिँ गएन भन्ने होला है। र अर्को नाम पनि छ,
अनिल ढुङ्गेलले पनि एक दिन अगाडि यसरी शेयर गर्नुभएको छ। थ्यांक यू सो मच अनिलजी। अनिलको पनि नाम 2 जनाले पाइसक्नुभयो है। अब 3 जना बाँकी हुनुहुन्छ, 5 जनाको नाम दिए, जतिले पढ्नुभयो पढ्नु भएन। तपाई पनि श्रीकेश हेयर ओइल गिफ्ट लिन चाहनुहुन्छ भने तपाईले मात्रै आजको कमेन्ट, अहिलेको यो लाइभ हेरिराख्नु भएको छ, कमेन्टमा श्रीकेश आई लभ यू श्रीकेश, आई लभ द श्रीकेश, मलाई श्रीकेश मन पर्छ, यो नेपाली प्रोडक्ट हो, जे लेखे पनि हुन्छ श्रीकेश चाहिँ लेख्नुपर्छ र लाइभलाई शेयर गर्नु होला। एक्लो राजा म भाइ पनि हेर्दै हुनुहुन्छ विदेशबाट, अमर छेत्री मेरो भतिज पनि हेर्दै हुनुहुन्छ। ल सबले शेयर पनि गर्ने र कमेन्ट गर्ने। भोलि के त तपाईहरुको नाम आउन सक्छ। हेलो सर, मैले 2 बोतल कल्पना तामाङ लगाएको राम्रो रिजल्ट पाए, सो राम्रो छ, सबैजनाले लाएर युज गर्नु होला। धेरै धेरै धन्यवाद। यो राम्रो हुन्छ के, यो खुट्टा तानेन भने त भइहाल्छ नि। अनि हजुर के भन्नुभयो, आउनुहुन्छ उहाँ? ल यदि जो विनर हुनुहुन्छ 2 जना आज हेर्दै हुनुहुन्छ, तपाई लाइभमा जोडिन चाहनुहुन्छ भने तपाईले हामीलाई रिक्वेस्ट पठाउनु पर्ने हुन्छ हैन लाइभमा, हामी एक्सेप्ट गर्दिन सक्छौं। एनीवे केही छैन। भक्त फुयल आई एम वाचिङ फ्रम यूएसए, क्यान यू एबल टु सिप जस्ट 1 बोतल इफ आई मेक 1 शेयर? नो शेयर गर्ने बित्तिकै 1 बोतल पाइँदैन। यू हैव टु, दिस इज द कन्टेस्ट। ओके भक्त फुयल जी, दिस इज द कन्टेस्ट। यहाँनेरि इन दिस कन्टेस्ट वी आर गिभिङ 5 बोतल श्रीकेश इन एभ्री लाइभ है। त्यो भएको कारणले इफ यू want to participate in this contest, you have to write in comment Shrikesh and you have to share, okay, and you are valid. Then tomorrow will be coming in the same time and your name will be in the raffle, and then we'll randomly take out 5 names. If you get it there, then definitely we'll send it to you है। केही छैन, तर शेयर गर्ने बित्तिकै चाहिँ एउटा पाइँदैन। अमेरिकामा बस्नुहुन्छ, त्यति धेरै लोभ नगर्नु न। शेयर पनि गर्नु होला र कमेन्टमा पनि लेख्नु होला श्रीकेश, र तपाईँ लकी ड्रमा पर्नु भयो भने तपाईले श्रीकेश अमेरिका पनि पाउनुहुन्छ, कुनै पनि देशमा पाउनुहुन्छ, मतलब अमेरिकाबाट पनि गर्न सक्नुहुन्छ, नेपालमा कसैलाई हामी दिन्छौँ, नो प्रब्लम, केही पनि छैन। एनीवे आजलाई भने लाइभलाई हामी इन्ड गर्न खोजिरहेछौँ, आज लाइभलाई बन्द गर्न खोजिरहेछौँ। भोलि फेरि 5 बजे भेट हुनेछ, तपाईँ हामी सबैजनाको 5 बजे भोलि भेट हुनेछ। हामी यो क्याम्पेन चलाइ नै राख्नेछौँ, दिनको 5 वटा श्रीकेश हामी दिनै राख्नेछौँ। अहिले 100 जनालाई दिनेछौँ। तपाईहरुको उत्साहजनक पार्टिसिपेसन, उत्साहजनक तपाईहरुको चाहिँ उपस्थिति देखियो भने हामी यो क्याम्पेनलाई बढाएर लिएर जानेछौँ, किनभने सबका लागि श्रीकेश। अब श्रीकेश हेयर ओइल हेर्नुस् न, यसको प्याकेजिङ देखि लिएर यसको इन्ग्रेडियन्ट्स देखि लिएर यो प्रिमियम छ। जसले कपालमा लगाउनु भयो राम्रो भएन, बोतल आधा छोडेर बस्नु भएको होला। तेल भन्ने कुरा लाउने बित्तिकै भुर्र उम्रिँदैन, कुनै जादुको छडी होइन। तेल लगाएपछि 2-3 महिना आरामले लगाएपछि यसो चाहिँ हातमा लगाएर यसो चाहिँ कपालमा मात्रै लाउने होइन, कपालको त टेक्सचरको लागि, कपाललाई चाहिँ फुङ्ग नहोस् भनेर माथि माथि लाउने हो, तर ट्रिटमेन्टको हिसाबले लाउने हो भने यहाँ हामीले दिएको छौँ, बट्टामै दिएको हुन्छ यो। यसमा तेल हाल्ने अनि चट्ट यो गर्ने अनि सर्र कोर्ने, जरामा तेल पुग्नु पर्यो, स्काल्पमा तेल पुग्नु पर्यो। त्यस्तै भएपछि अनि हल्का मसाज गर्ने। मसाज गर्दाखेरि हाम्रो रगतको फ्लो बढ्छ, या रगत बढ्छ। रगतको फ्लो बढ्नु भनेको रगतले चाहिँ, ब्लडले चाहिँ न्युट्रिसनहरू लिएर आउँछ। त्यसकारणले यो हेयर फोलिकल जो जराहरू छ त्यसलाई खाना पुग्छ। खाना पुगेपछि कपाल बढ्छ, कपाल बलियो हुन्छ। कपाल भनेको सानो कुरा होइन, कपाल भनेको आज विश्वमा पर्सनालिटीको कुरा पनि आइसकेको छ। यो हेयर, योर हेल्दी हेयर इज द फेस अफ योर हेल्दी लाइफ। तपाईको लाइफ हेल्दी छ भने तपाईको कपाल हेल्दी हुन्छ, डेफिनेटली हेल्दी हुन्छ। आज यो कपालको बारेमा कुरा गर्दा आज मेरो डाक्टरसँग जो हाम्रो पोडकास्ट लाइभ गरेको छौँ यही पेजमा, त्यहाँनेरि हाम्रो कुरा हुँदाखेरि के भन्नुभएको छ भने हाम्रो शरीरले उत्पादन गर्ने 2टा चिज प्रोटिनबाट बन्छ, बाई प्रोडक्ट अफ प्रोटिन आयो के महेशजङ थापा। ओके महेशजङ थापाले पनि शेयर गर्नु भएको रहेछ। महेशजङ थापाले पनि पाउनुभयो, 3 जनाले पाउनुभयो। अझै हेर्दै हुनुहुन्छ? सक्यो। आज हामीले अब यो बन्द गर्यो, अब केही छैन, फेरि 2 जनाको नाम निकालिदिन्छु। 3 जनाले पाउनुभयो, अब 2 जनाले पाउन बाँकी छ। 2 जनाको एकचोटि नाम निकालिदिन्छु। पर्यो नाम त पर्यो नि, के गर्नु, शेयर गर्नु भएको रहेछ। त्यही भएर अनिल ढुङ्गेल रिजल्ट भयो भनिदिन्छ। रिजल्ट के को रिजल्ट भयो? हामी निकालेछौँ। यहाँनेरि अनिल ढुङ्गेलले त पाइसक्नु भयो। अनिल ढुङ्गेलजी
हिजो हेर्नु भएको थिएन रिजल्ट भयो भने अनिल ढुङ्गेलजी तपाईँले पाइसक्नुहुन्छ तपाईँलाई अहिले भाइहरूले कमेन्ट गरेर मेसेज गर्नुहुन्छ त्यसमा रिप्लाई गरेर तपाईँको नम्बरमा कन्ट्याक्ट गरेर हामी तेल भोलि नै पठाइदिन्छौँ है तपाईँलाई ल अनिल ढुङ्गेलजीलाई बधाई छ र हाम्रो विनरहरूलाई चाहिँ कङ्ग्रेचुलेसन गरेर फोटो पनि पठाइदिनु होला है ल भोलि पोस्ट गर्नुपर्ने हुन्छ है फोटो पनि माग्नु होला त्यस्तै गरेर अर्को नाम निकाल्दैछु चन्दा तामाङ ल केही छैन मलाई 5 वटै दिनु छ फेरि पनि म 3टा नाम निकाले आज चन्दा तामाङ शशि गुरागाई ढकाल शशि गुरागाई ढकालले पनि कमेन्ट गर्नुभएको थियो तर शेयर गर्नुभएको छ हामी चेक गर्दैछौँ अर्को नाम म यसरी निकाल्छु अर्को नाम छ ल यहाँ नाम छ अर्को नाम छ काशी श्रेष्ठ ल 3 जनाको चेक गर्नुहोस् त ल 3 जनाको चेक गर्नुहोस् भोलि चाहिँ शेयर नगरेको नगर्नेहरूको नाम चाहिँ यहाँनिर इन्क्लुड हामी गर्नेवाला छैनौँ ओके आज भने जाँदा जाँदै हामीले श्रीकेश हेयर ओइल एउटा प्रिमियम हाई क्वालिटी हाई क्वान्टिटी एन्ड युनिक प्रोडक्ट हामीले बनाएको छौँ विश्वमा कहीँ पनि यसरी ब्रान्डिङ गरेर जडीबुट्टी हालेर देखाएर कसैले तेल बनाएर कुनै मल्टिनेसनल कम्पनीले पनि यसरी तेल बनाएन क्या किनभने यसमा कस्ट बढी लाग्छ त्यही भएर यो अलिकति महँगो जस्तो देखिएको हो मान्छेलाई त यो त पानी हालेर बनाए जस्तो अनि 3000 मा बेचे जस्तो गर्नुभयो कतिजनाले होइन त्यस्तो हुँदैन किनभने हामी त्यो होइन हामी एउटा रजिस्टर्ड अथेन्टिक कम्पनी हो सप्तऋषि आयुर्वेद जहाँ कपालका सम्पूर्ण समस्याहरूको समाधान छ तपाईको कपाल झरेर टक्लु भइरहेछ एलोपेसिया भन्छ त्यसको उपचार एकदमै राम्रो छ तपाई पीआरपी गर्न चाहनुहुन्छ जीएफसी गर्न चाहनुहुन्छ हेयरको पिलिङको पञ्चकर्मको सुगर प्रेसर कोलेस्ट्रोल लाइफ डिजिजको सबै किसिमको रोगको उपचार गर्ने ठाउँ हो सप्तऋषि आयुर्वेद त्यसकारणले हामी कहीँ भाग्ने छैनौं हामी कहीँ भागेको छैनौं अझै टिका बुढा थियो कहाँ भाग्छ होला र तपाईले चिन्नु भएको छ देख्नु भएको छ हामीले गरेको सोशल काम हामीले गरेको मेहनत त्यसकारणले कसैले खुट्टा तानेर कसैले फटा भनेर कसैले केही भन्दैमा सत्य झुक्दैन सत्य लड्दैन आज 20 महिनापछि म किन आएको किन लाइभमा आइरहेको छु भने खुट्टा तान्नेलाई तान्न दिदै गर उ चुप लाग्छ केही फरक पर्दैन यो तेल नकिन्दा केही पनि फरक पर्दैन जसको कपालमा प्रब्लम छ उसले प्रब्लम भोगिनै रहन्छ मेरो केही पनि हुनेवाला छैन त्यसकारणले गर्दाखेरि चाहिँ यसमा कुनै लड्नु छैन लडाउनु छैन नरबहादुर बुढाथोकी पनि हेर्दै हुनुहुन्छ धेरै धेरै धन्यवाद छ सबैजनालाई र यो लाइभलाई कमेन्टमा श्रीकेश लेखेर यो लाइभलाई शेयर गर्नुहुने महानुभावहरूले मध्ये भोलि यसरी नै तपाईहरुको नाम एउटा बट्टामा आउँछ र हामी 5 जनाको यसरी र्यान्डमली नाम निकाल्छौं 5 जनाको नाम निस्किन्छ जसको नाम निस्किन्छ उहाँहरूले एक एकवटा श्रीकेश पाउनुहुन्छ हामी हरेक दिन 5-5 वटा श्रीकेश 100 जनालाई बाँड्दै छौं एनीवे श्रीकेशको आफ्नो एक्सपिरियन्सहरु पनि सुनाइदिन सक्नुहुन्छ कमेन्टमा लेख्न सक्नुहुन्छ अघि एकजनाले श्रीकेश लाउनु मलाई एकदमै राम्रो भयो भन्नुभयो श्रीकेशको खासियतको कुरा गर्न चाहन्छु श्रीकेश ओइल कपालमा लगाएपछि आनन्दको निन्द्रा आउँछ साथी मस्त झम्म हुन्छ आनन्द फिल हुन्छ तपाईलाई स्ट्रेसबाट टाउको दुखेर अफिस पुग्नुभयो अफिसबाट घर पुग्नुभयो कहीँबाट पुग्नुभयो श्रीकेश लगाउनुस् शिरमा लाउने श्रीकेश लगाउनुस् आनन्द आनन्द फिल हुन्छ यसको वासना मात्रै सुन्नुस् लाग्छ कि पुरै यो जंगल नै तपाईको कोठाभित्र छिरिसक्यो आहा कति प्राकृतिक वासना किनभने यसमा 100% ग्यारेन्टी मलाई सोध्नुहुन्छ 100% ग्यारेन्टी कपाल उम्रिन्छ भनेर 100% यो चाहिँ के भन्नु यो बिहानको लाइभ चाहिँ शेयर गर्नुभयो बिहानको लाइभले हुँदैन नि हिजोको लाइभ शेयर गर्नुपर्छ शशि गुरागाई ढकालले भएन ठिकै छ नपर्ने अब हामी यो तेलको खासियतको कुरा गर्दैछु आनन्द आउँछ 100% ग्यारेन्टी के दिन्छु भने यसमा कुनै पनि वासना मिसाइएको छैन ल 100% ग्यारेन्टी लेख्नुस् ल्याबमा टेस्ट गर्नुस् यदि गल्ती रहेछ भने अनि कारबाही गर्नुस् 100% ग्यारेन्टी तुलसी निरौलाले श्रीकेश लेख्नुमा शेयर गर्नु होला है यसमा पढ्नको लागि सहभागिता जनाउनको लागि कुनै वासना मिसाएको छैन एक कुनै रङ मिसाएको छैन आहा यति रातो हेर्नुस् न ओहो कति राम्रो छ कुनै रङ मिसाएको छैन यो पनि ग्यारेन्टी 32 वटा जडीबुटीले बनेको ग्यारेन्टी रोजमेरी ओइल हालेको छ पम्पकिन सीड्स ओइल हालेको छ भिटामिन ई हालेको छ पेपरमिन्ट हालेको छ अरु साइन्टिफिकली वैज्ञानिकले प्रुभ गरेका प्रमाणित गरेका कपाललाई बलियो बनाउन कपाललाई चम्किलो बनाउन कपाललाई मजबुत बनाउन कपालको जरा स्ट्रङ बनाउनको लागि जो रिसर्च पेपरहरु निस्केछ त्यसको आधारमा भएका इसेन्शियल ओइलहरु पनि हामीले हालेको छ धन्यवाद आज हामीले 3 जनाको मात्रै नाम घोषणा गर्यौं है अब 2 जनाको आज पर्नु भएन यो पनि राख्नु होला धेरै धेरै धन्यवाद
र यो भोलि हामी 5 बजे लाइभ आएर फेरि हामी 5 जनालाई दिनेछौँ है। 5 जनाको नाम चाहिँ हामी राख्नेछौँ। जसले लाइभ सेयर गर्नुहुन्छ उहाँहरूको मात्रै नाम आउनेछ है, लाइभ सेयर नगरेको नाम आउने छैन। ओके, सबैको कट बनाइराख्नुहुन्छ अनि लास्टमा 5 बजे 6 बजेतिर चेक गर्ने, यो म भनिदिन्छु। र यो तेलमा चाहिँ ती चिजहरू छन् है, जडीबुट्टी छ हैन, आफ्नो घरको छ, सब चिज चाहिँ यसले कपाल उमार्न मद्दत गर्छ, कपाल झर्न रोक्न सहयोग गर्छ, टाउको दुखेकोबाट स्ट्रेसबाट रिलिफ गर्न तपाईलाई सपोर्ट गर्छ, कपाल बलियो बनाउन तपाईलाई हेल्प गर्छ, मद्दत गर्छ, कपाल कालो बनाउँछ। विभिन्न यसका फिचर्सहरू छन्। किनभने यो शान्ता ढकाल, मेरो त कपाल फुलेर सेतै भएको छ, यो यसको नि रोकथाम हुन्छ दाजु। कपाल फुलेर सेतो भएको छ भने अब यो तेल लाउनुस् न, यो तेल लाउनुस्, यसले कालो बनाउन मद्दत गर्छ। किन भन्दाखेरि यसमा चाहिँ ब्ल्याक सीड्स ओइल पनि छ एक है। अर्को कुरा चाहिँ यसमा के अरे हाम्रो मारङ्गी पनि छ, त्यसले चाहिँ कपाल कालो बनाउनमा। मेरो कपाल हेर्नु त रङ लगाए जस्तो छैन, ल हेर्नुस् त, छ कि छैन, छ कि छैन? यो रङ लगाएको कपाल हो त होइन नि त, त्यस कारणले कालो त बनाउँछ है। ल अब आज भने हामी लाइभबाट बिदा लिन चाहन्छु, म पनि घर जान चाहन्छु हैन, त्यही छ भन्नुपर्ने। अब जाँदै आजको लाइभलाई पहिलो कुरा भनेको लाइभलाई सेयर गरिदिनु होला र कमेन्टमा आई लभ श्रीकेश, श्रीकेश त नेपाली प्रोडक्ट हो, श्रीकेश मलाई मन, श्रीकेशको बारेमा केही लेख्नु होला या श्रीकेश भनेर मात्रै लेखे पनि हुन्छ। त्यति गरेपछि तपाईँलाई सबैता जनाउन सक्नुहुन्छ। र भोलि हामी 5 बजे लाइभ आएर फेरि 5 जनालाई श्रीकेश दिनेछौँ। जहाँ धेरै धेरै धन्यवाद। केही समस्याहरू आयो भने पनि भन्नु होला। श्रीकेश जसको घरमा आधा बोतल त्यतिकै राख्नु भएको छ, तपाईहरूले पनि अब यसलाई प्रयोग गर्न सक्नुहुन्छ। धेरै धेरै धन्यवाद छ सबैजनालाई।